सेवा साथीहरू गुड मर्निङ नमस्कार। र आज भने म फेरि मेरो अर्को ब्लगको साथमा आइसकेको छु र आज चाहिँ म जाँदैछु खादबारीदेखि भोजपुर सडानन्द सोमबारेसम्म म जाँदैछु र म चाहिँ त्यहाँ प्रोग्रामको लागि जाँदैछु। अनि आजको मेरो यात्रा के कस्तो रहनेछ अनि म कसरी जाँदैछु भन्ने कुरा चाहिँ म तपाईँहरूलाई सबै पनि आजको मेरो ब्लगमा म समेट्ने कोसिस गर्नेछु। आशा छ तपाईँहरूले मेरो ब्लग हेरेर मलाई साथ दिनुहुनेछ भने न्यू डे न्यू ब्लगको साथमा म आइसकेको छु तपाईँहरूको सामने र अब हेर्दै जाउँ के कस्तो रहनेछ आजको दिन। म चाहिँ अहिले निस्किँदैछु, सुमन चाहिँ पुग्न आँटिसकेँ अनि यत्तिको झोला बोक्ने मान्छे लिएर चाहिँ हिँड्नुपर्ने हुन्छ। मैले आज यति धेरै वेट गर्न लागिसकेँ, मलाई 7:30मै लिन आउनुभएको 8:30 भइसक्यो, 1 घन्टा 3 मिनट भयो मलाई पर्खिनु भएको र अब चाहिँ म निस्किसकेँ। म टुइका टुई जाँदैछु। दिनुहोस् ल, धन्यवाद, बाई बाई। 200 रुपियाँ, बाई बाई। र हामी चाहिँ सुमन्चोकबाट बाटो लाग्यौँ अब चाहिँ यसरी। अब फेरि तिहार सपिङ गरेर लाने हो। आज त सब खाली। अनि मलाई उयो खादा दिनु न मोटु, उयो ढाकाको खादा कसरी? कति साह्रो महँगो हौ। उयो रङ्गी बिरङ्गी त्यो अर्को ढाकाको कति ल्यायो घटाएर आउँदा? यसरी म चाहिँ खादाहरू पनि किनेर जाँदैछु। उताबाट अर्डर गर्नु भएको छ नि त, एकछिन चाहिँ आयोजक भइदिउँ भनेर। र अब चाहिँ हामी खादा किनेर पनि बाटो लागिसक्यौँ। हाम्रो यात्रा सुरु भयो। बाटो फाड्दै हुनुहुँदो रहेछ, यता त तिहार आउँदै रहेछ, तिहार। सालघारीको बाटो अफरोडै अफरोड। अब तलैसम्म अफरोड है, तलैसम्म यस्तै है बाटोको बिचोक। अहिले चाहिँ हामीले यहाँको बेसी भुलिसक्यौँ। यस्तो अफरोडमा बस पनि हिँड्ने रहेछ। अरू उपत्यकाहरू त मकिटरी, धरान, धनकुटा, हिले, बाँसुवास, लेगुवा, तिमिलटार, खादबारी हिँड्ने बस रहेछ। गाडी पनि आउँदैछ। र बाइकमा लामो यात्रा गरेपछि खुट्टा कक्रिन्छ अनि एकछिन खुट्टा तिर्साउनुलाई म चाहिँ उभिएँ बाटोमा। यसरी एकछिन खुट्टा तिर्साउनु पर्यो। अनि चुवा बेसीबाट चाहिँ हामी कार्तिके पुल हुँदै हुँदै जान्छौँ अरे। अहिले चाहिँ हामी हाम्रो जिल्ला सङ्खुवासभामा छौँ। अब भोजपुर जिल्ला प्रवेश गर्न आँट्यौँ हामीले चाहिँ। यो बाइकमा हिँड्दा यति गाह्रो हुने, खुट्टा दुखेर। अब बाटो चाहिँ यस्तै हो। खादबारीमा एकछिन पिच रोड हिँड्यो, त्यहाँदेखि चाहिँ अफरोडै छ सबै बाटो। सायद अब पुगिन्जेलसम्म नै अफरोडै छ जस्तो छ। फाइनल्ली चुवा बेसी पनि आइपुग्यौँ। कोही
पहिला मजबेसीको प्रोग्राममा जाँदा चाहिँ यो खोलाको बगरै बगर आएको थिएँ बाटोबाट र त्यसपालि चाहिँ म सोमबारेको प्रोग्राममा जाँदा चाहिँ पुल तर्दैछु। यो पुलदेखि चाहिँ यता सङ्घसभा यता यो पुल आधी मात्र बनाएको थियो पहिला लामो आउँथ्यो चाहिँ मजबेसीको प्रोग्राममा आउँदा चाहिँ यतै उयोबाट है बगरै बगर जाने यतैबाट हो नि र त यहाँदेखि उता त रोड थिएन अनि बगरै बगर गएर त्यहाँदेखि उता कात्तिके पुल कट तरेर चाहिँ फेरि अर्को गाडी चढ्नु पर्थ्यो। बाइक चाहिँ तर्थ्यो गाडी तर्दैन थियो। बाटो यस्तो डेन्जर मैले त यो कात्तिके पुलबाट उँभो लागेपछि त भिडियो पनि गर्न सकिनँ अनि यसरी हातमा झोला बोकेर मैले चाहिँ ओर्लेर हिँड्न नै उचित देखेर हिँड्दैछु। ठाउँ ठाउँ हिँड्दै ठाउँ ठाउँ बाइकमा बिजोक रमाइलो भइरहेछ। बाटो एकदमै धेरै डेन्जर र म चाहिँ सोमबारे आइपुगेर पनि एकछिन रेस्ट गरेँ अनि त्यहाँदेखि खानाहरू पनि खाएँ अनि रेस्ट भन्दा नि म लगभग निदाएँ नै अनि उठेर रेडी भएँ। अब चाहिँ फोन गरिदिनुहुन्छ स्टार्ट भइसक्यो है रेडी भएर आऊ भन्नुभएको थियो त्यही भएर म रेडी पनि भइसकेँ र अब चाहिँ म जाँदैछु कार्यक्रम स्थलतर्फ। हेरौँ के कस्तो भएको रहेछ अनि कति क्राउड हुनुहुँदो रहेछ कतिको माहौल तातिँदै रहेछ अब गएर हेर्नेछौँ। सोमबारे बजारको यो सोमबारको दिन र विशेष गरी यो तिहारको यो कार्यक्रम आज चाहिँ हेरौँ है त कस्तो रहेछ। ल म चाहिँ स्टेज आइसकेँ। अहिले चाहिँ माहौल यस्तो रहेछ है गीत मार्नु लाइभ भिडियो गर्दैछु म चाहिँ। अब ब्लग त कन्टिन्यू गर्नु पर्यो र हाम्रो चाहिँ यहाँनिर अहिले शुभकामना आदान प्रदान कार्यक्रम पनि सञ्चालन भइरहेको छ। को यस्तो ह्यान्डसम घाम पनि डाँडामा पुगिसकेको छ। अब घाम डुब्न लागेको छ अनि घाम डुबेपछि चाहिँ हामीलाई शीतल भइरहेको छ तर अब चाहिँ चिसो चिसो हुँदै आएको छ। घाम डुबेपछि अघि घाम लागिन्जेल चाहिँ गर्मी भइरहेको थियो। आमामा खोइ त हाम्रो टिम मेम्बर आमा सक्रिय टिम मेम्बर टक्क हामी चाहिँ प्रोग्राम सञ्चालन भइसकेको छ हाम्रो औपचारिक र यसपछि चाहिँ हामी हाम्रो युगल नृत्य प्रतियोगितातर्फ जोडिनेछौँ। त्यसपछि हामी साङ्गीतिक माहौलतर्फ हजुर यहाँमा हामी उपस्थित भइरहेका छौँ। सोमबारे युथ क्लबद्वारा आयोजना गर्नुभएको सांस्कृतिक तथा देउसी भैलो कार्यक्रम साथै युगल नृत्य प्रतियोगितामा हामी उपस्थित भइरहेका छौँ र यहाँ जति पनि उपस्थित रहनुभएको छ यहाँहरू सम्पूर्णमा हामी विशेष स्वागत गर्न चाहन्छौँ र अबको केही समयपछि आजको हाम्रो युगल नृत्य प्रतियोगिता हामी सञ्चालन गर्नेछौँ भने आजको हाम्रो सांस्कृतिक कार्यक्रमलाई अझ भव्य र सभ्य बनाउनका निमित्त आउनुभएको छ राष्ट्रिय कलाकार आस्था राउत, त्यसै गरी परेश राई र हाम्रो अतिथि कलाकार रहनुभएको छ सुरेन्द्र फुलानीज्यू, यसै गरी अमिर सोताङ, यसै गरी अमिर सोताङ र कुसुम राईज्यूको साथमा यहाँमा र हाम्रो कार्यक्रम चाहिँ भव्य रूपमा सञ्चालन भइरहेको छ। म घरिघरि म्युजिक सानो बनाउँदै मेरो भिडियो कन्टिन्यू गरिरहेको छु। Hey,
हाम्रो चाहिँ कार्यक्रम दमादम सञ्चालन भइरहेको छ। हाम्रो ट्र्याक रेडी हुँदैछ अनि त्यसको सदुपयोग गर्दैछु म चाहिँ यसरी। कलाकारहरू रेडी हुनुहुन्छ डान्स गर्नको लागि अनि म यता र अहिले चाहिँ सुरेन्द्र फुलामी दाईको पालो आइसकेको छ। उहाँको गीत सुन्नेछौँ। अब चाहिँ हामी क्राउडहरू एकदमै धेरै हुनुहुन्छ। उहाँहरूको हल्ला यति धेरै छ नि के भनेर। प्रमुख दिजु मान्य मेरा आदरणीय दाजु अब हामी सुरु गरौँ है। केही बेर हामी साङ्गीतिक उडान भर्नेछौँ है त। आज पहिलोचोटि सुन्दारे भोजपुरमा आउनु पाएको छु। र अब चाहिँ परेश राईसँग साङ्गीतिक उडान भर्नु होला तपाईँहरू पनि। धेरै गर्न चाहिँ सक्दिन होला, केही केही चाहिँ म भिडियो बनाएर लाउने छु। नजिकबाट हेर्नु जति मजा आछ यसरी बाहिर बसेर हेर्नु झन् मजा हुन्छ। त्यही भएर म चाहिँ स्टेजको बाहिर आएर भिडियो गर्दैछु। अरू भन्दा पनि लक्ष्मी पूजाको दिन घरबाट यसरी प्रोग्रामको लागि बाहिर हिँड्नु परेको छ। घरको लक्ष्मी पूजा चाहिँ एकदमै धेरै मिस भइरहेछ। म चाहिँ एकछिन कोठामा गएर रेस्ट गरेर फेरि कार्यक्रम स्थल आइपुगे। म चाहिँ फेरि स्टेजमा आइपुगिसकेँ। यहाँ चाहिँ अब चाहिँ हाम्रो परिचयजीको अन्तिम प्रस्तुति रहेको छ र यस पश्चात चाहिँ हाम्रो आजको हाम्रो कार्यक्रमको विशेष अतिथि कलाकार आस्था राउतज्यूको प्रस्तुति रहनेछ। यो चाहिँ परेश राईज्यूको अन्तिम प्रस्तुति रहेको छ। रमाइलो गर्नुपर्छ है त भोजपुर। र हामीहरूमाझ आजको हाम्रो कार्यक्रमको विशेष अतिथि कलाकारज्यूको आगमन भइसकेको छ र हाम्रो आजको कार्यक्रमको विशेष अतिथिज्यू प्रमुख अतिथिज्यू र अतिथिज्यूहरूबाट हाम्रो कलाकार सम्मान कार्यक्रममा हामी उपस्थित भइरहेका छौँ। को साथ अबको समय अबको माहौल हामी आस्था र
भाउजूको साथमा रहनेछौँ मैले सम्पूर्णमा अनुरोध गर्न चाहेर र अवश्य हाम्रो कार्यक्रमको विशेष आकर्षण आस्था राउजीको पालो आइसकेको छ। हामी स्टेजमा देखिरहेका छौँ।
म चाहिँ प्रोग्राम सकेर रुममा आइपुगिसकेँ अनि ड्रेसहरू पनि चेन्ज गरिसकेँ र हालत खराब भइसकेको छ, एकदम धेरै थाकिएको छ, निन्द्रा लागिरहेछ, भोक लागि पनि गरिसक्यो र अब मान्छेको हालत त्यस्तै, रुमको हालत त्यस्तै भइरहेछ र अब चाहिँ सबै कपडाहरू प्याक गरिसक्नुपर्ने हुन्छ। आजै भोलि चाहिँ बिहान छिटो उठेर निस्किनु पर्नेछ र आजको चाहिँ मेरो दिन यस्तै रह्यो। अब लक्ष्मी पूजाको दिन घरमा बस्न पाइँदैन, अब यस्तै भइहाल्यो प्रोग्रामले गर्दाखेरि। र आजको मेरो यो लक्ष्मी पूजाको दिन के कस्तो रह्यो, मैले के गरेँ र कहाँ कहाँ गएँ, कहाँसँग भेटेँ, सकेसम्म सबै समेट्ने कोसिस गरेको छु। आशा छ तपाईँहरूले मेरो फुल भिडियो हेरेर साथ दिनुहुनेछ र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्दै आजको मेरो ब्लग पनि म यही गर्न चाहन्छु भन्दै बाइ।